नमस्कार साथीहरू, आज भने म हजुरहरूलाई मेरो यो च्यानलमा घरमै कसरी चाउमिन बनाएर खान सकिन्छ भन्ने कुराहरू भिडियो बनाएर देखाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यदि मन पर्छ भने लाइक कमेन्ट पनि गरिदिनु होला र अनिवार्य सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। अब भने चाउमिन बनाउनको लागि यता चाउमिन बोइल गरेर रेडी भइसकेको छ। यसको लागि चाहिने मसलाहरू घरमा जे छ हाम्रो चाहिँ त्यही अनुसारले काटेर रेडी बनाएको छौँ। यो बनाउन चाहिँ मलाई मेरो भाउजू, नानी र मम्मीले धेरै सघाउनु भएको हो। हामी सबैजना मिलेर नै यो सामान तयार गरेका हौँ र सामान तयार भइसकेको छ। यता मैले कराईमा थोरै तेल पनि राखेँ र तेल थोरै तातेपछि अदुवा र लसुनलाई काटेको मजाले रातो हुने गरी फुराएँ। त्यस पछाडि चाहिँ रातो भएपछि मैले प्याजलाई राखिदिएँ। प्याजलाई राखेपछि प्याज सँगसँगै मैले चाहिँ क्याप्सिकम पनि राखेको छु। क्याप्सिकम र प्याजलाई मजाले हल्का रातो हुने गरी चलाउने र चलाइसके पछाडि यता मैले केराउ, हरियो केराउ र चनालाई पनि राखिदिएँ। थोरै नुन राखेँ किनकि यसमा छिटो लाग्छ यो गेडागुडीमा नुन भनेर। अनि मैले चाहिँ गाजरलाई राखेँ। गाजर राखेपछि हामीले ब्रोकाउली घरमै भएको है, यो चाहिँ ब्रोकाउलीलाई राखेर मजाले चलाएँ। एकदम मिठो बास्ना आइरहेको थियो। अब मिठो बास्ना सँगसँगै है हामीले घरमै अर्ग्यानिक बनाएको अनि बन्दा राखेँ। बन्दा पनि एकदम घरकै बन्दा हो। एकदम मजाले सबै मिक्स हुने गरी चलाउने, मोल्ने। अनि मैले चाहिँ चलाउँदैछु हल्का। अब भयो है, थोरै भए पनि मसला सबैतिर लाग्यो है, नुन लाग्यो भन्ने भयो भने चाहिँ हामीले यसमा चाहिँ अब ल्याएको जे सामग्रीहरू छ आफ्नो घरमा नभएको है, अब कहिलेकाहीँ त थोरै केही सामग्रीहरू ल्याउनुपर्छ। अनि त्यसको लागि चाहिँ मजाले चलाइसके पछाडि हल्का मिक्स मसला राखिदिने। अनि मिक्स मसलालाई पनि मजाले सबैतिर लाग्ने गरेर है चलाउने। अनि चलाएर सबैतिर मिक्स मसला लाग्छ। यस्तो राम्रो आगोमा चाहिँ आफ्नै घरमा अर्ग्यानिक के। अनि चाउमिनलाई राखिदिने है, बोइल गरेको चाउमिनलाई राखिदिने। हामीले चाहिँ अब 1 केजी चाउमिन पनि थोरै राखेर चाहिँ आधा धेरै जस्तो चाहिँ बोइल गरेको थियौँ। यति धेरै हुन्छ सोचेनौँ, तर यति धेरै भयो। हामीले आज चाहिँ चाउमिनकै खाना खाने निदो गरेका छौँ। मैले थोरै ससेज पनि राखेँ, आवश्यकता अनुसार हजुरहरूले राख्न सक्नुहुन्छ ससेज चाहिँ। अनि यसले चाहिँ चाउमिनमा थोरै कलर दिने भएको हुँदाखेरि अनि राखेको चाहिँ हो। धेरै चाहिँ नराख्नु होला, आवश्यकता अनुसार जति चाहिन्छ अनि राख्नु होला। चाउमिन सबै मसलालाई यसरी मिक्स गरेर मोल्ने। हाम्रो चाहिँ चाउमिन धेरै भयो। चाउमिन बनाउने भाँडा कराई चाहिँ सानो भएको हुँदाखेरि अलि अप्ठ्यारो भएको छ, तर पनि एकदम सहज भएको छ। सबैजना हुनुहुन्छ है। अब चाहिँ हाम्रो चाउमिन रेडी हुन्छ जस्तो भइरहेको छ है। चाउमिन रेडी हुने तयारीमा छ। मैले प्लेटमा पनि राखेँ चाउमिनलाई है। हामी खाने चाहिँ 5 जना छौँ। 1-2 जनाले खाइसक्नु पनि भएको छ। यसरी मैले प्लेटमा राखी पनि राखेको छु है। अनि सबैजनालाई अब खाना हतार भइरहेको छ। मलाई त झन् कतिखेर खाउँला भन्ने भइरहेको छ। सेन्ट आइरहेको छ। मैले चाउमिन चाहिँ सबैजनालाई राखेको छु। यता बाबु फेरि कति बेला खाउँला भनिराख्नु भएको छ। अनि हामीले तिलको, टिमुरको र गोलबेडाको चटनी पनि बनाएका छौँ। अनि एकदम मिठो बास आइरहेको छ चटनीको पनि है। अनि मोमोमा खाने जस्तै रहेछ चटनी भन्ने हामीलाई फिल भएको थियो। यस्तो मिठो सेन्ट आएको थियो। यता खुर्सानी र प्याज काटेका छौँ। अनि यो पनि चाउमिनमै राखेका छौँ। एकदम चाउमिनको लागि चाहिँ एकदम मिठो हुन्छ नि त। अब चाउमिन यसरी रेडी भयो। यता मम्मी खाँदै हुनुहुन्छ, एकदम मिठो भयो भनिराख्नु भएको छ। यता भाउजू र बहिनीले, नानीले पनि एकदम मिठो, भाउजू त झन् यस्तो मन पर्यो, घरमा बनाएको पनि मिठो भन्नुभएको छ। अब म चाहिँ किन हतार गर्नु त, आफूले बनाएको कतिखेर खाम भन्ने भइरहेको थियो। मैले चाहिँ गमागम खाइरहेको छु, मिठो लागिरहेको छ। अनि मसँगै बाबु पनि हुनुहुन्छ, मिठो छ, मैले पनि यो चम्चाले खाइरहेको छु भन्नुभएको छ है। एकदम मिठो घरमै बनाएको चाउमिन यस्तो स्वादिष्ट है। अब चाउमिन त पचाउनै पर्यो। अनि हामीले डिउ लिएर आएको थियौँ, थोरै भयो भने डिउ खाउँ भनेर है। अनि पाचक हुन्छ भनेर अनि त्यस पछाडि डिउ खायौँ सबैजना है। जति पनि छौँ हामी 5 जना थियौँ। सबैलाई डिउ भाग लगायो। अनि 1 गिलास हाम्रो बाबु सानो भएको हुँदा सानो गिलासमा राख्यौँ। अनि उसलाई त झन् डिउ नभए त बरु पानी नपिउने, डिउ चाहिँ खतरा पिउने। अनि एकदम मिठो भयो। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो, धन्यवाद।